एभ्रिवान, सबैजनालाई नमस्ते अनि हजुरहरूले वेलकम टु माई भ्लग। आज चाहिँ मार्च 8 इन्टरनेसनल वुमेन्स डे पनि हो। सो सबैजना वुमेन्सहरूलाई चाहिँ ह्याप्पी वुमेन्स डे भन्न चाहन्छु। र आज चाहिँ अब हाम्रो ट्रिलियम फाउन्डेसनबाट वुमेन्स डेको प्रोग्राम पनि हुँदैछ। सो प्रोग्राममा जाँदैछु, कस्तो हुन्छ। सो आज इन्टायर डे म भ्लग खिच्ने कोसिस गर्नेछु बिकज म एकदमै लेजी छु, आई नो। तर जहिले पनि भ्लग खिच्छु होइन, अनि तर स्टार्ट गर्छु तर पछि भिडियोहरू नै खिच्न बिर्सिन्छु के। आज चाहिँ म ट्राई गर्छु कि खिच्नको लागि, तर हेरौँ के हुन्छ। खिच्यो भने चाहिँ म भ्लग हाल्छु पुरै भिडियो। अनि आज इन्टायर डेमा के हुन्छ। म आज साडी लगाएर जाँदैछु, म एकदम एक्साइटेड छु। अनि कस्तो देखिन्छ हेरौँ। अहिले त म भर्खर उठेर मुख पनि धोएको छैन यस्तै छु, तर ठिकै छ। जे भए पनि आई एम ब्युटिफुल बिकज आज वुमेन्स डे हो। आफूलाई एकदमै धेरै के भन्छ प्रेज गर्नुपर्छ कि के भन्छ अरे, त्यही हो। सो ह्याप्पी वुमेन्स डे। ल आज दिनभरि के गर्छु हेरौँ है त। मैले त मेकअप गरेर भेटिसकेको छु होइन, अनि भिडियो रेकर्ड गर्ने बिर्सेको छु कि। तर मैले मेकअप गरिसकेँ। सी कस्तो देखेको छ, लाइक अलमोस्ट म हाफमा पुगिरहेको छु मेकअपको। तर अब आई डोन्ट नो, मैले भिडियो खिच्नै बिर्सेको छु फेरि। तर इफ यु वान्ट द भिडियो देन आई क्यान मेक अनदर भिडियो है हजुरहरूको लागि चाहिँ आई मेकअपको कस्तो देखिरहेको छ, हाउ एम आई लुकिङ। अनि त्यही हो, अब म अझै फर्दर मेकअप गर्न बाँकी नै छ। मम्मी कति गाह्रो, मुजा नै पर्दैन त। तर धन इजी साडी लगाउन लागेको छु आज, त्यही भएर जस्तो गरेर घुसारे पनि राम्रो देखिहाल्छ। घरमा है पहिला मम्मीहरूले साडी लगाइदिनु हुन्थ्यो, आफूसँग केही स्ट्रेसै हुन्थेन दिमागमा कि त्यो साडी लगाउनु पर्छ भनेर होइन। अब अहिले त कस्तो भने सबै काम आफूले गर्नुपर्ने नि त। अनि त्यो नेक्स्ट लेभलको स्ट्रेस के यत्तिकै नि दिमागलाई। नाइस। तर मैले मुजा त पारेँ, तर मैले बिगारेँ नि। सार्ने कस्तो साडी पनि आजकल गरेर लगाएछ। आई नो मैले साडी बिगारिसकेँ, तर पनि आइ एम लुकिङ गुड। आफ्नै तारिफ छ कि, आफ्नै तारिफ छ। ओ माई गड, के छैन नवरिज, कसले गरिदिन्छ त तारिफ त आफैले त गर्ने। सो यु आर लुकिङ ब्युटिफुल। ओके पर्फेक्ट। अब यस्तो गरेपछि त आई एम डन। भइहाल्यो त, साडी लगाउनु के गाह्रो छ त। हाई एभ्रिवान, म रेडी भइसकेँ। अनि मैले हरेक टाइम भिडियो स्टार्ट गर्छु नि मैले हाई एभ्रिवान भनेर हुन्छु, तर थाहा छैन मलाई किनभने मेरो फर्स्ट भ्लग हो नि त। सो नेभर माइन्ड। म चाहिँ रेडी भइसकेँ। अनि सो दिस इज माई फाइनल लुक। कस्तो देखिरहेको छु म। मलाई यो लगाउनु पनि मन छ, तर फेरि कस्तो देखियो क्या, आइएम कन्फ्युज। तर लगाएर जान्छु, हेरौँ वहीँ कसै अब इनकेस राम्रो लागेन भने त। तर पोते हो नि त, राम्रो देखिन्छ। अनि यस्तो छ साडी चाहिँ होला यति स्ट्रगल गरेर लगाएँ। अब निस्किन्छु अनि वहीँ पुगेर म भिडियो गर्छु है त। जताततै हिउँ छ यहाँ त। तर अहिले चाहिँ मौसम अलिकति राम्रो भइरहेको छ।
Empowered women empowers the world. Let's celebrate today. Hi everyone! Best wishes sabaiलाई. Thank you so much, Firozai. I love you. Thank you. How you brought in so many things in this room, that when we walk out of this room, we promise to change one life. It could be anybody. It could even start with yourself. Start putting yourself in the forefront. Start giving yourself importance. Start giving your wishes and your career choices importance, as much as you give the career choices of your husband, your brother, and your children. Let's start empowerment at home. It's not only the policymakers who are responsible to make changes. Let's start at home. If you are a mother, teach your son how to make another girl or a woman feel safe in his presence. If you are a husband, tell your wife, it's okay, you go do your thing, I'll take care of the child. So let's start close at home. Let's start from wherever you are. If you are an entrepreneur, ensure that you hire women as your employees. If you are a woman employee, fight for pay parity, pay equity. A lot of times when I'm in interview, I'm very infamous for bargaining my paycheck. So because I think just because I'm woman and if I'm being paid less, that is not fair. And just because I'm woman and I'm asked in an interview, are you planning a family? Are you going to have a child? Are you going for a maternity leave? Is not fair. Because I think tomorrow when a gentleman is going to be a father, that is where feminism comes. He also deserves a parental leave. He also needs to be home and be with his child. So that is where parity will come in place. So I think challenging equality close to home, empowering women economically, let's promise. So finally I'm back home अनि आज चाहिँ हाम्रो ट्रिलियम फाउन्डेसनको टिमलाई चाहिँ थ्याङ्क यू सो मच भन्न चाहन्छु एकदमै राम्रो प्रोग्राम भयो अनि त्यसपछि प्रोग्राम सकेर म भर्खरै घर आएँ मैले बिचमा रेकर्डिङहरू त हल्का हल्का गरेँ तर नट गुड त्यस्तो राम्रो त भएन हैन अनि ठिकै छ जे जस्तो भयो म इन्टायर एउटा भ्लग बनाएर हाल्छु आज चाहिँ अनि थ्याङ्क यू सो मच अनि सबैजनालाई ह्याप्पी इन्टरनेसनल वुमेन्स डे अल द ब्युटिफुल वुमेन्स ओभर देयर ह्याप्पी वुमेन्स डे भन्न चाहन्छु अनि सबैजनालाई अलवेज बी पोजिटिभ भन्न चाहन्छु पोजिटिभ हुनुहोस् आफूले मेहनत गर्नुहोस् मजाले हैन हामी पनि कुनै म्यान भन्दा हामी पनि कम छैनौँ हैन वी क्यान डु एभ्रिथिङ सो सबजना बी पोजिटिभ अनि आफ्नो हार्डवर्क गर्नुहोस् अनि त्यसपछि लाइफ त अलवेज नै अब जे पर्छ जे आउँदै जान्छ त्यो गर्दै जानुपर्छ दिस इज लाइफ सो टेक केयर एभ्रिवान बाई बाई अब चाहिँ मलाई लास्ट डे थकाइ लागेको छ म सुतिहाल्छु गुड नाइट मेरो खस्यो यो मिसेस नेपालको पनि सो भनिहालेँ म आई एम वान अफ द फाइनलिस्ट अफ मिसेस नेपाल क्यानाडा 2025 अनि आज त्यसको लागि पनि हामी चाहिँ त्यहाँनिर इङ्ग्लिस बोल्न खोजेको आउँदैन फेरि होइन अलिकति कन्फ्युज भइहाल्छु हामी चाहिँ त्यहाँ हल्का वर्कआउट पनि गरेको थियौँ आज त्यसको भिडियोहरू पनि छ होला सायद सो हेर्नु होला कस्तो लाग्यो ब्लग अनि मलाई फिडब्याक पनि दिनु होला है त बाई बाई एभ्रिवान टेक केयर लभ लट्स अफ लभ बाई